ओम सर्वमंगल मंगले शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणे नमोस्तुते। उपस्थित संपूर्ण भद्रजनहरूलाई मेरो हार्दिक अभिनन्दन। यो होलीको उपलक्ष्यमा यहाँ आइदिएको मात्र हो, तर होलीको उपलक्ष्यमा होली आज पनि चलिरहेछ। आजको दिन पनि होलीकै दिन हो। यो आर्टको एक्जिबिसन हो, आज राजनीति एक्जिबिसन होइन, अरू कुनै एक्जिबिसन होइन, आर्टको एक्जिबिसन। मेरो लाइफमा मैले बहुत कुराहरू गरेँ, भालिन बजाम सङ्गीत रचना इत्यादि। यसमा आर्ट एउटा फ्याक्टर हो। बाल्यकालदेखि म आर्टमा रुचि राख्ने हो। 7 वर्ष उमेरमा आर्ट सिक्न थालेँ बोडिसा हाई इङ्ग्लिस स्कुलमा, कलकत्ता 34। त्यसपछि राम्रो आर्टिस्टहरूको सङ्गत गरेर मैले आर्ट सिकेँ। त आर्ट सिकेर पनि मलाई निधारमा लेखेको थियो घर छोडेर बाहिर गएर सन्यासी हुने। त्यही म भएँ। तपस्या गर्नु पर्यो, साधना गर्नु पर्यो। यही सब कुरामा बसेर पनि मलाई बहुत दग्ध भयो जीवनमा। म साहित्य पनि लेख्थेँ, गाउँ गाउँमा घुम्थेँ साहित्यको मेटेरियल्स कलेक्ट गर्नको लागि। साउताहरूले रक्सी खाएर हिँड्थ्यो, डुल्दै हल्दै कुरा गर्दै। म पछिपट्टि जान्थेँ, उनीहरूको दुःख के छ, उनीहरूको डायलग सुनेर म त्यो उसको दुःखको पत्ता लगाउँछु अनि साहित्य रचना गर्छु, सामाजिक साहित्य। त्यो लेखे पनि साहित्य पनि मेरो अभिरुचि। मैले पछि सुने कि शास्त्रले भन्छ कि साहित्य संगीत कला भिन्नश्च साक्षात् पशु कुछ विषानिन। जो मनुष्यमा साहित्य संगीत र कलाको प्रति अभिरुचि छैन, ये गर्ने सक्ने हो या नसक्ने हो, किन्तु अभिरुचि हुनुपर्छ। त्यसले छैन जसको, त्यो साक्षात् पशु हो। खालि उसको सिङ पनि सिङ छैन, पुच्छर छैन। तृणं न खादम जीवमान भी परम पशु। घाँस त खाँदैन, तर बाँचिरहेको पशु जस्तो लाग्छ। खाने पिने खान्छ, सुत्छ, सक्छ, अरू केही छैन। साहित्य संगीत कला यो 3टा कुरा। त्यसले म यी 3टा कुरामै अभिरुचि राखेर आजसम्म आइरहेको छु। अब यहाँ रघु पण्डितले भन्नुभयो त्यो देखेको अरू कति कुरा छ, त्यो रघुले त देखेको त छैन। रघु त कहिले काहीँ पुग्ने थियो। त्यो ईश्वरको लीला म जिन्दगीभर देख्दै गरेँ, जिन्दगीभर देख्दै गरेँ। मैले योग विद्या सिकेँ। योग विद्यामा म साधना गर्दै लागेँ। गर्दै गर्दै भगवानले मलाई अनुभूतिहरू दिनुभयो। त्यही अनुभूतिको आधारमा म जङ्गलमा गएँ। अझै अनुभूति बढाउनु पर्छ भनेर त्यो गरेँ। त यो कला एउटा प्रत्येक मनुष्यभित्र छ। मानिसले लुगा लगाउँछ, त्यो एउटा कला हो। मानिसको जीवन नै कला हो, कलात्मक हो। लाइफ इज आर्ट एन्ड आर्ट इज लाइफ भन्छ। लाइफ इज आर्ट र आर्ट इज लाइफ। जिन्दगी एउटा कला हो। तिमी कसरी खान्छौ, तिमी कसरी सुत्छौ, तिमी कसरी लुगा लगाउँछौ, तिमी कसरी कपाल कोर्छ, यो सब कुराहरू आर्टमा एक किसिमको इन्डाइरेक्टली आर्टमा जाँदो रहेछ। र पाश्चात्य जगतमा आर्ट यति पपुलर छ, उनीहरूले विशाल आर्ट गर्छ, आर्ट गरेको छ। भारतले नेपालले त्यति आर्ट गर्न सकेको छैन र यहाँको आर्ट त्यति पपुलर पनि भएको छैन। जस्तै लियोनार्डो दा विन्सी, माइकल एन्जेलो, त्यसको बादमा पल गोगे, त्यसको बादमा पिकासो इत्यादि विश्वविख्यात आर्टिस्टहरूको जस्तै प्रचार प्रसार भयो र उनीहरूको काम पनि भयो, मेहनत पनि भयो। भ्यान गग त आफ्नो कान पनि काटिदिन्थ्यो
पछि आफूले गोली ठोकिदियो इमोसनले भने त्यो जसत आर्टिस्टको लक्षण होइन हाम्रो यो भारतवर्षमा पनि हाम्रो यो समाजमा भारतवर्ष मतलब भारतखण्डमा पनि आर्टको प्रचलन छ त्यो प्रचलन बजेटको प्रचलन त्यो युरोपले सोच्दा जान्दैन जुन प्रचलन हाम्रो छ त्यो युरोपले सोच्दा जान्दैन जसरी उदाहरणको रूपमा यो होली खेल होलिका भन्ने राक्षसीलाई आगोमा डढेर मरेको प्रहलादलाई डढाउन गएर त्यसको उत्सवले मान्छेले रङ खेल आगोको रङ लिएर खेले के आगोले होलिकालाई जलाएको छ आगोको रङ के आबिर शब्द अर्थ ज्योति आबिर शब्दको अर्थ ज्योति हामी प्रयोग गर्छ आबिर केशर हामीले पूजा गर्छ तो आबिर बनाउने माटोलाई रंगाएर रुख छ यस्तो रङ पाउने रुख छ मैले पनि देखेको छु यस्तो यस्तो गाडा हुन्छ त्यसलाई टिपेपछि के गरेर निस्किन्छ आगोको रङ निस्किन्छ त्यो मिसाएर आगोको रङ बनाएर आनन्द होली मनाउने त्यही प्रचलित हुँदा कृष्णको टाइममा आयो कृष्णको टाइममा गोपिनीहरूले गोपिनीहरूले कृष्णलाई रङ चढायो कि तिमी त्यही वासुदेव हो जसले प्रहलादलाई बाँचाएर केशिनीलाई होलिकालाई मारिदियो त्यो होलीको रङले खेल्दा कृष्णलाई अर्थात् यो जो होली खेल भनेको के हो रङ चढाउने हो कृष्णको प्रसाद मान्छेलाई चढाइदिने लगाउने मित्रलाई लगाएपछि आनन्द हुन्छ त्यो हुन्छ त्यो रङको प्रभाव मनुष्यको मनमा कति गभीर छ त्यो यो बाट देखिन्छ बुझिन्छ त्यो रङ चल्दा मिठाईको पसलमा गएपछि रङ देखेर मान्छे आकृष्ट हुन्छ फलको पसलमा गएपछि फलको रङ देखेर मान्छे आकृष्ट हुन्छ रङले जगत चलाइरहेको छ एक हिसाबले तो म बच्चाकालदेखि आर्टमा लागिरहेको हो मेरो अरू विषयमा दर्शन साहित्य यो सबै विषयमा मेरो रुचि हुँदै म आर्टमा रुचि राखेको थिएँ बहुत कुरामा रुचि राखेको म फुटबल खेले क्रिकेट खेले हकी खेले डन्डी बिउ खेले दुनियाँ खेल पनि खेलेको त्यसपछि साहित्य रचना गरे किताब पढेकै हुन्थे रुखमाथि चढ्थे काफेमा बसेर किताब सिधाएर घर फर्किन्थे त्यो जिन्दगी त एउटा गजब ढङ्गले गएको अब नेपाली भाषा मैले पढेको पनि छैन जानेको पनि थिएन केही पनि थिएन नेपाल भनेको कसरी थाहा भयो भने म तिमीलाई बताउँछु तिमीहरूलाई म बोडिसा हाई इंग्लिश स्कुलमा पढ्थेँ स्कुल झियाडोका ठुल्ठुलो रहेछ ब्रिटिसहरूले बनाएको म जन्मिने भन्दा मैले पढ्ने टाइम भन्दा 100 वर्ष अगाडि बनाएको 18 समथिङ तो ठ्याक्क हाम्रो स्कुलको अपोजिटमा इन्डिया फ्यान कम्पनी थियो इन्डिया फ्यान त्यसमा चालु नाम फ्यान बनाउने इन्डिया फ्यान बिना त कलकत्तामा बस्नु मुस्किलै थियो त्यसलाई फ्यान बनाउने तो त्यहाँ एउटा दरबान थियो यतातिर खुकुरीमाले झुन्डाएको थियो यतातिर बन्दुक हातमा लिएर हाफ प्यान्ट लगाएर चुस्त बुट सुट लगाएर उभिरहन्थ्यो त्यो मेरो साथीहरू म दुईजना क्लास चल्दैछ मेरो साथीले साथ दुईजना कुरा गरिरहेछ साथीले मलाई भन्यो ए देखिस् त्यो नेपाली हो नेपाली म्हणजे खतरनाक जाति हो खतरनाक जाति हो त्याने करोड रुपियाँलाई दिएर जा एक पैसा यताउता हुँदैन तर अलिकति केहीलाई चित्त बुझेन भने त्यसले केही उत्पाद गरिस् भने ओए देखिस् कुकुरी तेल उडाइदिन्छ खतरनाक म त बहुत अचम्म माने अरे बाप रे यो खतरनाक
मैले भने कहाँ छ मेरो घर त म चाहिँ नेपाल भन्ने देश छु नेपाल कतातिर पर्छ म चाहिँ उत्तरतिर पढ्दै छु कतातिर त्यसपछि मैले सोधेको त्यहाँ पहाड हो कि हो पहाड डाँडा पहाडमा घर तिमीले त्यो फुटबल खेल्थ्यौ खेल्छौ होला मलाई के थाहा भनेर उसले भन्यो खेल्छु होला भने कसरी खेल्छ एकै खानेपछि त तल जान्छ पहाडमा पनि मैदान छ भन्ने मलाई धारणा भएन मलाई धारणा के भयो भने खालि गुड्किने ठाउँ मात्रै खेल्ने नमिल्ने त्यसपछि यस्तो चर्चा हुन्थ्यो त्यही नेपालको बारेमा मैले सुने कोर्स बुकमा चाहिँ नेपाल पढाएकै थिएन मलाई नेपाल पढाएको थिएन कोर्स बुकमा अरू देशबाट पढेँ बारे पढेँ यताउता भूगोल पढेँ अफ्रिकाको बारेमा पढेँ युरोपको बारेमा पढेँ अमेरिकाको बारेमा कि नेपालको पढाइ भएन मलाई तर के गरी घुम्दा नेपालमा आएँ नेपालमा आएपछि एक त मैले यहाँ एउटा आध्यात्मिक भाइब्रेसन पाएँ त्यससँग जुनसँग म आएको महेन्द्रको राज्य थियो महेन्द्र चलन थियो मानिसहरूमा काफी धर्मभाव बाँसुरी बजाएर जाने बिहारे पूजामा हातमा सब अर्घ बोकेर नारीहरू जाने पूजा गर्ने यो गर्ने नरम स्वभाव खानेपिने मलाई दिने मलाई बहुत माया गर्ने त्यसपछि मलाई लाग्यो कि यो नेपाल पुरै एउटा आर्ट हो एउटा आर्ट जतातिर आँखा राख्छु एउटा आर्ट विचित्र आर्ट हो जङ्गलमा गएर पनि रुखहरूमा काई बसेको थियो त्यो काई देखेर म काईको रङ देखेर खैरो बार्ण सियाना देखेर बहुत मुग्ध हुन्थेँ वकिङ गर्थ्यौँ जङ्गलभित्रबाट हरेक बोटको बनावट देखेर मन भरपूर हुन्थ्यो मान्छेहरूले पनि हद प्रेम गरिसक्यो सहरमा पनि बसे जम्मै ठुल्ठुलो मान्छेहरू आएर हद प्रेम देखायो घरमा रहेर गयो राख्यो खुवायो पियायो बस्यो एक मान्छे बोलाएर मलाई सुनाउनेलाई म प्रवचन दिउँ सुन्नुहोस् भन्ने शिक्षित मान्छेहरूलाई सबै बोलायो म इङ्ग्लिसमा प्रवचन दिन्थ्यो महिलाहरू भन्थ्यो अलिकति नेपालीमा भन्नुहोस् न नेपाली राम्रो नआउने त्यही पनि म टुटी नेपाली भन्ने गर्थेँ एवं प्रकारले नेपालसित एउटा घनिष्ठ मित्रता मेरो भइहाल्यो त्यसै जङ्गलमा तपस्या गर्दाखेरि मैले बहुत नेपालीलाई मसित पूर्व जन्म कनेक्सन थियो रिलेसन थियो त्यो देखेँ प्रत्यक्ष देखेँ विमलाजीलाई म अद्भुत ड्रेसमा देखेँ विमलाजी मलाई खूब भक्ति गर्थ्यो एक दिन अद्भुत ड्रेसमा देखेँ पुरानो जमानाको ड्रेसमा यस्तो अरूलाई पनि म देखेँ कि अरे यो त जन्मान्तक रिलेसन तर नेपालमा यो पहाडमा गएर एक हिसाबले भने मलाई धेरै शास्त्रमा भनेको तत्त्वहरूको अनुभव भयो धेरै शास्त्रको तत्त्वहरूको यतिसम्म कि जन्मान्तरको अनुभूति पनि भगवानले मलाई दियो तपस्या खूब कला गरेर तपस्या गरेको थिएँ एक समयमा त्यसपछि कर्मयोग गर्नुपर्छ के कर्म गर्नु आर्ट गरौँ अलिअलि किताब पढौँ लेखौँ भायोलिन बजाउँ भायोलिन पनि सिकेको राँचीमा आर्ट गरेको कलकत्तामा भायोलिन सिकेको राँचीमा प्रसिद्ध आर्टिस्ट अनिल दासगुप्त रेडियो आर्टिस्ट उहाँसित सिकेको एवं प्रकार लाइफ मेरो एउटा गुड्किँदै कहाँबाट झाडी झुडी जङ्गल गर्दा कहाँ सिटीमा गएर ठुल्ठुलो मान्छेहरूसित सङ्गत गरेको प्रवचन गरेको अब यतातिर फेरि जङ्गलमा लगाइदिएछ यो तपस्या गर्ने तेरो पुगेन तपस्या त धेरै हदसम्म आनन्द दियो मलाई शान्ति दियो त्यसपछि आर्ट गरेँ यहाँ आएर मैले सोचेँ कि एउटा आर्ट ग्यालेरी बनाइहाल्नु मैले सोचेँ कि त्यही गर्नुपर्छ मेरो बानी त्यही थियो अहिले अलिक
रोगले गर्दा यसो त्यसो गर्दा गडबड भयो। नत्र पहिले त म जे सोच्थेँ त्यही गर्नु पर्थ्यो। यहाँको गाउँले मलाई भन्यो कि एउटा स्कुल बनाइदिउँ, मलाई महाराज भन्थ्यो, महाराज एउटा स्कुल बनाइदियो हामीलाई, हाम्रो बच्चाहरू पढ्ने पाएन, यो स्कुलमा गयो भने महँगो स्कुल, सबै स्कुल महँगो, सेन्ट जेभियर्स यिनीहरू पनि भर्नै हुँदैन, ब्रिटिस स्कुल भर्नै हुँदैन, एउटा हामीले स्कुल बनाइदिउँ। मलाई ठिक हुन्छ, चिन्ता नगर। केही पैसा लगाइरहेको थिएन, एक कोडी एउटा पात पनि गुजीमा बोकेर आएको थिएन। बसेर यहाँ दनादन दनादन बनाउँदै 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 अहिले तिमीहरूको आँखाको अगाडि छ। भनेपछि जे सोचेको त्यो गर्नुपर्ने हुन्छ। मलाई यही थियो। त्यसो आर्ट ग्यालरी एउटा बनाउँछु भने बनिहाल्यो, स्कुल बनाउँछु भने त्यो बनिहाल्यो, त्यसपछि किताब लेख्छु भने किताब पनि लेखिहालेँ। आप यो राष्ट्र हो त्यो निरपेक्ष गर्दैछु। यिनीहरू निरपेक्ष बडा खतरनाक कुरा हो। निरपेक्ष भनेको मतलब खतरा खतरा धर्महरूलाई भित्र उड्न दिने, तिनीहरू त धक्का दिन्छ। उनीहरू चाहिँ के गर्छ भने त्यो उठको कहानी जस्तो, मरुभूमिमा एकजना गइरहेको थियो उठमा चढेर, रात पढ्यो ठन्डा हुन्छ रहेछ मरुभूमिमा, भयङ्कर जाडो। त्यो मालिकले त के गर्छ भने पाल लगेर गएको थियो, पाल टाँगेर त्यसपछि सुत्यो, एउटै पाल उठले बाहिर राखिराख्यो बाँधेर। अब उठलाई जाडो हुन्छ भन्ने मालिकलाई वास्ता छैन। उठले के गर्यो भने टाउको पसारेर भने प्रभु हो प्रभु, एउटा बिन्ती थियो, अलिकति टाउको राखौँ भित्र, जाडो भइरहेछ, टाउको राखौँ, हुन्छ लिएर टाउको मात्रै राख है। एकछिन पछि भने प्रभु जाडो पनि चर्केको, म गर्दन पनि राखौँ, गर्दन पनि राख। त्यसपछि प्रभु दुईटा खुट्टा अगाडिको नराखेको त हुँदैन, दुईटा खुट्टा अगाडिको। मालिकले भने दुईटा खुट्टा राखेर अघि नराखे। एकछिन पछि उठले अलिकति पसेर भने प्रभु बडा जाडो छ, पसिदियो। पसिदिएपछि त मालिकलाई त बाहिर जानु पर्यो, ऊ भित्र पसिदियो। यही हो यो जो अरू रिलिजनहरू हुन् तिनीहरू त्यही हो, सुई बढेर बस्छ, भला भएर जान्छ। त्यसैले मैले पनि निरपेक्ष ठिक छैन, निरपेक्षको विरुद्धमा प्रचार गर्नु पर्यो र आफ्नो धर्ममा ठाक बस्छ। क्रिस्चियन धर्म गर्छ, मुसलमान धर्म गर्छ, कोही झमेला छैन। हिन्दूलाई डिस्टर्ब नगर। सरकारलाई पनि मैले त्यही सुझाव दिन खोजेको। बुद्ध धर्म त्यति डेन्जरस छैन, बुद्ध धर्म वरिपरि रह्यो भने केही हुँदैन। किनकि क्रिस्चियन त लडाइँ गर्दै आयो नि त। 11th सेन्चुरीमा 13 फेरा क्रुसेड लड्यो, आपससित लड्यो। क्रिस्चियन र मुसलमान 13 फेरा लडाइँ गरे प्यालेस्टाइनमा। त्यो लडाकु जाति हो, लडाइँ गरेर प्रतिष्ठा गर्न खोज्छ आफ्नो धर्म। मोहम्मदले पनि लडाइँ गरेर आफ्नो धर्म प्रतिष्ठा गरेको, कुनै ज्ञानद्वारा होइन। त्यस्तोको साथमा ढुक्का खोलिदिने, साँचो दिइदिने, ले भाइ तिमीहरूले जे गर्छ गर, तिमीहरूलाई पनि अधिकार छ, यो खालि हिन्दूको मात्रै होइन, त्यो कसरी हुन्छ? यहाँ हजारौं वर्षदेखि हिन्दू बसिरहेछ, हजारौं वर्ष भन्नै सक्दैन कति हिन्दू बसिरहेछ। यहाँ आएर प्रतिष्ठा गरिरहेको छ, हिन्दू राष्ट्र हो, हिन्दू जनता हो, 90% हिन्दू जनता हो। ठिक छ, उनीहरू आउँछ, बस्छ, जान्छ यो देशको, किन्तु अधिकार दिदिन त भएन। त्यही कुराहरूले गर्दा मलाई गजगजाएर म अलि दौडधुप गरेँ। त्यो दौडधुपको दौरानमा मलाई खानापिना, हिँड्न डुल्ने, शरीरको जत्न गर्न सकेन। सायद त्यही परिणामले म अहिले यो अवस्थामा आएको हो कि भन्ने शङ्का पनि आइरहन्छ मलाई। तर त्यो आएर कुनै काम छैन। जो गर्ने छ गरिहालेँ, जो गएछ गइहाल्यो, जो सब भइहाल्यो। मलाई आर्ट गरेको कुनै अहिले आर्ट गरेर उद्घाटन गर्नको लागि पनि होइन, प्रचार प्रसारको लागि पनि होइन। आर्टले मलाई पेट पालेको पनि छैन अहिलेसम्म।
एकाले एउटा रडले आर्ट गरेँ दादा 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 आर्ट गरेँ म फेरि कलम समातेपछि कविता खोला बगेको जस्तो बग्छ पेन्टिङ चित्रकला पेन्सिल समातेपछि आफै चल्छ यो सबै भगवानको देन हो प्रभुको कृपा हो यो सबै जे जति बनेको छ ईश्वरले चाहेको छ ईश्वरले चाहेको हुनाले यति सजिलैसित यति आसानीसित बनेको छ र भगवानले यसको लागि हामी हजार धन्यवाद दिन्छौँ आज बुझिहाल्यो तिमीहरू जो नित्यदिन तिमीहरूले जुन पूजा गर्छौ थालीमा आबिर केसर लिएर आबिर केसर लिएर त्यसको अर्थ म धेरै पनि बुझिरहेको छैन हालमा बुझेको यतो होलीले गर्दा के त्यो होलिकालाई जलाएको आगो आबिर पनि आगोकै वर्ण आबिर शब्द पनि त्यही ज्योतिको नाम हो आबिर आबिर मैली हे भगवान मेरो ज्योतिलाई तिम्रो ज्योतिले बढाऊ आबिर आबिर मैली त्यसले आबिर त्यही हो त्यसले पूजा गर्दाखेरि आबिर केशर चन्दन चढाउँदाखेरि याद राख्नुपर्छ यो भगवानलाई आफ्नो दिलको जुन रङहरू छन् काम क्रोध लोभ मोह ईर्ष्या देश यो आशा चिन्ता चेष्टा ममता दम्भ विवेक विकलता अहंकार लोलता कपटता यो जति रङ यो सबै रङ वर्ण भगवान कृष्णले पनि भन्छन् यो वर्ण मैले सृजन गरेको छु ती वर्णहरूलाई भगवानलाई अर्पण गर्छु खालि बाहिरको केसर चढाएर हुँदैन मैले फुलको मतलब बुझेको छु भक्ति फलको मतलब बुझेको छु आफ्नो कर्म फल अहिले मैले बुझेँ कि आबिर केसरको मतलब आफ्नो मनको रङ वृत्तिहरू कति वृत्तिहरू नित्यदिन यी वृत्तिहरूले साथ आउँछ मान्छेलाई त्यसले भगवानलाई त्यो अर्पण गरियो अर्पण गर्ने पूजा हो त्यही आबिर सायद तिमीलाई बोर्ड गरिरहेको छु होला मैले बोर्ड गरेको छैन रेस्ट भइरहेछ इन्ट्रेस्ट